अहिले इन्डियाको हरेक सर्वसाधारणको मनमा एउटै मात्र नाम गुन्जिन्छ, त्यो हो राघव चड्डा। करीब हो रहा है 19,000 करोड़ रुपए ये मिनिमम अकाउंट बैलेंस पेनल्टी। राघव चड्डाले आम सर्वसाधारण नागरिकलाई पार्लियामेन्टमा के गर्नु भएन उहाँको आवाजले, हैन? त्यो एरोप्लेनबाट हुने महँगो टिकटदेखि लिएर एयरपोर्टमा हुने 25 रुपियाँको समस्या 100 रुपियाँमा बिक्री हुनेदेखि लिएर 10 रुपियाँमा बिक्री हुने इन्डियामा दुधको चिया 50 रुपियाँमा बिक्री हुनेदेखि लिएर डेलिभरी म्यानले 10 मिनटभित्र अर्डर पुर्याइसक्नुपर्ने, कतिपयको गाडी एक्सिडेन्ट भएर बाइक स्कुटर एक्सिडेन्ट भएर हात खुट्टा भाँचिनेदेखि कामदेखि लिएर कति रिक्स कामदेखि लिएर त्यो समस्या समाधानदेखि लिएर आज मोदी भन्दा पनि चर्चामा छ भने इन्डियामा त्यो नाम हो राघव चड्डाजीको हो। त्यस कारणले गर्दाखेरि नेपालमा पनि अहिले बालेन र रविको त्यो चर्चा छ नि जति हो, यो चर्चालाई कन्टिन्यू दिनको लागि तर नेपालमा काम गर्नुपर्ने छ। विपक्षमा राघव चड्डा बराबरकै बोल्नको लागि यदि देश नेपालमा पनि एकजना हुनुहुन्छ, त्यो नाम हो ज्ञानेन्द्र शाही। यदि तपाईँले काम गर्न सक्नु भएन भने विपक्षमा तपाईँका 182 जना सांसदलाई नै एक्लै ज्ञानेन्द्र शाही काफी हुनुहुनेछ।